यात्रा कस्तो भयो सम्राट यात्रा मजा लाग्यो सबै पुगुले लगाइसकेको हाम्रो पुगुको घरमा रहेछ पुगुले चाहिँ जस्तै आज चाहिँ हामी दैलेख जाँदैछौँ दैलेख पनि हाम्रो गुराँस गाउँपालिका पर्छ पुर्खौली घर छ हाम्रो पुर्खौली घर आज बिदाको दिन बुवा मम्मीलाई पनि लगेर घुमाउन जाँदै अनि हामी पनि जाँदैछौँ धेरै वर्षपछि आज पुर्खौली जन्मघरतर्फ जाँदैछौँ हामी त्यो दृश्य तपाईँलाई देखाउनेछौँ गुराँस गाउँपालिका वडा नम्बर 3 वीरेन्द्रनगरबाट प्रस्थान गऱ्यौँ अब हामी घण्टाघर हुँदै घण्टाघरबाट यहाँबाट कपासे निस्किन्छौँ कपासेबाट सिधै गुराँसे जाने बाटो जाने हो यही बाटो दैलेख जाने पनि यहाँबाट हामी घण्टाघरबाट अगाडि बढिसक्यौँ भने इत्राम हुँदै इत्रामबाट दैलेख रोड पनि भेटिन्छ त्यसलाई दैलेख रोड पनि भन्ने गरिन्छ दैलेख रोडबाट सिधै हुँदै कपासे अहिले हामी कपासे आइपुगेका छौँ अब कपासेदेखि फेरि मासतिर लाग्छौँ यो बाटो सुर्खेतकै पर्यटकीय स्थल पनि मानिन्छ गोठीगाँडा पनि छ गोठीगाँडा घुम्न जाने बाटो पनि यही हो यही बाटोबाट रारा पनि जान मिल्छ दैलेख पनि जान मिल्छ त्यही बाटोबाट हामी प्रस्थान गर्दै अगाडि बढिरहेका छौँ यो कटुका विशेष गरी यहाँ दही चिउरा खाने ठाउँ हो अनि दही चिउरा खाने ठाउँ पनि अलिक फेमसै छ यो चाहिँ वीरेन्द्रनगरदेखि आएर यहाँ दही चिउरा खाने गर्छन् यो खास पहिला पैदल यात्रा गरेर हिँडेर जाने बेला पनि यो रेस्ट गर्ने ठाउँ बस्ने यहाँ आराम गर्ने अनि यहाँबाट दैलेख जाने अथवा दैलेखबाट आउँदा सुर्खेत आउँदा यहाँ आराम गर्ने ठाउँ हो तर यता अब डढेलो पनि लागेछ यसरी अब जथाभावी आगो फालिदिने चुरोड खाएर फालिदिने यस्तोले गर्दा पनि डढेलो लाग्छ अब कसले लगायो त्यो चाहिँ थाहा भएन यहाँ चाहिँ डढेलो लागेछ जङ्गलभरि पुरै सखा बाटो चलेर यतिखेर हामी छेडा आइपुग्यौँ यहीँ छेडाबाट फेरि दुईवटा बाटो छ सिधै दैलेख जाने एउटा बाटो भने यताबाट लेफ्ट साइडको बाटो छ नि जुन चाहिँ बायाँपट्टिबाट गोठीगाँडा जाने बाटो छ जुन चाहिँ पर्यटकीय स्थलहरू छ गोठीगाँडाबाट लादे हुँदै सिद्धा पाइला हुँदै रातानाङ्ला हुँदै गुराँसे पुग्ने हो तपाईँहरूलाई त्यो दृश्य देखाइरहेछौँ अहिले हामी रातानाङ्ला आइसकेका छौँ रातानाङ्ला बजारबाट दायाँ साइड फेरि भित्र धरमपोखरा जाने बाटो छ भने हामी सिधै जान्छौँ अगाडि त्यो बाटो गुराँसे पुग्दै गुराँसेबाट दैलेख जाने बाटो छ तर हामी त्यता छिर्दैनौँ गुराँसेबाट लेफ्ट साइड फेरि भित्र हाम्रो आफ्नै गाउँतिर जानेछौँ यो रातानाङ्ला बजार हो यहाँ बाटोमा रातानाङ्लामा एकछिन अड्डेर यहाँ मन्दिर दर्शन गर्न आएको छ यो कस्तो राम्रो फुल हेर न साह्रै राम्रो फुल रहेछ यो चाहिँ पहेँलो कलरमा रहेछ कि येल्लो कलरमा साह्रै राम्रो रहेछ यो होइन आजको हाम्रो घुमाइ फेरि दैलेखसम्म छ गुराँस गाउँपालिका जाने हो पुर्खौली घर जाँदैछौँ हामी धेरै वर्षपछि
माथि ऊ त्यो हाइटमा गयो भने त्यहाँ चाहिँ गुराँसको रुख बनाएको छ, आर्टिफिसियल रुख। गुराँस भ्यू टावर। गुराँस भ्यू टावर जान्छ एउटा मास्तिर। सबैजना आउनु भएको छ होला। अनि यहाँदेखि माथि चाहिँ फेरि एउटा मन्दिर छ, यसरी सिँढी चढ्नुपर्छ। अहिले हामी गुराँसेको बजारमा आइपुगेका छौँ। गुराँसेको बजारमा चाहिँ सेलरोटी पनि फेमसै छ। अलिकता हामी सेलरोटी किन्नेछौँ, दही पनि पाउँछ यहाँ, दही पनि किन्नेछौँ, बाटोमा खानेछौँ। यहाँबाट फेरि दुईटा बाटो छ। एउटा चाहिँ दैलेख बजारतर्फ जाने बाटो छ भने एउटा बायाँतर्फ जाने बाटो छ। बायाँतर्फ जाने बाटो चाहिँ हामी गाउँ जानेछौँ, दायाँतर्फ दैलेख जान्छ। अब बायाँबाट हामी भित्र छिरेर आफ्नो गाउँतर्फ प्रस्थान गर्नेछौँ। हामी गुराँसदेखि पातिगन्नातर्फ लाग्दैछौँ। अफरोडिङ छ कि यो फेरि बाटो यस्तो छ, कच्ची बाटो। अब पहिला त एकदम बाटो खत्तमै थियो, अहिले चाहिँ कस्तो भइरहेछ। हामी चाहिँ गर्मीको बेला छौँ, बाटो राम्रै होला भन्ने आशा छ। हामी वैशाखको महिनामा पनि अहिले यस्तो राम्रो गुराँस फुलिरहेछ। वैशाखमा पनि छौँ, जो गुराँस बचिरहेको रहेछ अहिले पनि। अफरोड बाटो छ, अब यही अफरोड बाटो बाटो चाहिँ हामी यस्तो छ, घरहरू देखिरहेछ, त्यहाँ घरहरू पुग्ने हो। हामी बाटो देखिरहेछ। हामी अब यहाँबाट थारेदोबाट हुँदै दमार हुँदै सिधै टोडोपोखरा निस्केर पातिगनासम्मको यात्रा छ आज हाम्रो। अब यो बाटोमा पनि गोही जस्तो देखिन्छ, यहाँनिर यो गोहीहरूको, यो काठको गोहीहरू चाहिँ उतापट्टि गोहीले उता फर्किरहेछ काठको। यहाँ माथि मन्दिर छ, काठबाट यस्तो यस्तो चित्रहरू बनिरहेछ। यो गोही हेर्नुहोस्, गोही छ यहाँ छ। तल छानामा चाहिँ सर्पो छ, सबै कलात्मक बनेको छ काठबाट। बाटो चाहिँ यस्तो छ। अब हामी यहाँबाट गुराँस गाउँपालिका हो, यो गुराँसे बजारबाट भित्र छिर्यौँ। अब बाटो चाहिँ बन्दै छ, अफरोड छ छन चाहिँ। हामी यहाँसम्म आइपुग्यौँ। बुवा मम्मी झर्दै हुनुहुन्छ। यहाँ जङ्गल, यति राम्रो जङ्गल छ यहाँ माथि। शीतल चाहिँ एकछिन आराम गर्छौँ हामी। ल अन्त यहाँबाट माथि पुरा गुराँसको बुट्टा हो यो। गुराँस, रैच, बाजहरू सबै छ यहाँ। जङ्गल पनि भयङ्कर ठुलो छ। अब अटो त हिँडिरहेछ भने चाहिँ यहाँ के गर्यो हामी। गुराँसेको रुखको छेल पारेर बसेछौँ। आनन्द छ जोस्। अब गर्मी छल्दै छल्दै अब कता शीतल हुन्छ त्यतै जाने हो। अब तराईबाट पहाडतिर उक्लिने हो। अब शीतल छ यहाँ चाहिँ। गुराँसको बुट्टाको मुनि, यो गुराँसको बुट्टा हो भने यो बाँझ हो, बाँझको बुट्टा रहेछ यो। यो चाहिँ काठको लागि, दाउराको लागि खतरा बलियो हुन्छ। कुछ कहाँ छ बनकेराको फुल? ऊ यहाँ माथि रहेछ त्यही के यो बनकेरा हो? ऐसेलु पाइरहेछ, ऐसेलु डुब्न लाग्छु। ऐसेलु हेर्नुहोस्, ऐसेलु कति टिप्छ त ऐसेलु? ऐसेलु हेर्नुहोस् टिपिरहेछ। हाम्रो पाहाडको घरमा यस्तो ऐसेलु पाइन्छ। हाम्रो दैलेखतिर ऐसेलु भन्ने चिज यही हो। खै देखाइछ त? ऐसेलु, ऐसेलु भन्ने यस्तो हुन्छ। कसैले खानुपर्छ कि नै? मिठो हुन्छ। पाहाडमा यही ऐसेलु पाइन्छ। हाम्रो दैलेखतिर कागल पाइन्छ, ऐसेलु पाइन्छ। यतिखेर हामी बाटो यहाँ माथि छ, उता गाडी साइडमा लगाएर शीतलमा बसिरहेछौँ यो गुराँसको रुखमा नि। अब खाजा लिएर छौँ। अब खाजा पनि यहीँ खाने हो। अनि बहिनी पनि आउँदैछ, बहिनीलाई कुरिरहेछौँ हामीले। बुवा मम्मी यता आउनुहुन्छ। गुराँसेको सेलरोटी अनि लोकल कुखुराको मासु चाहिँ यो घरको
पुरी रोटीहरू आएको छ। अब आजको खाना यही हो, खाना बन्दैछ। अब अहिले यतिखेर हामी गुराँसीदेखि भित्र छिरिसक्यौँ, गाउँ जाँदैछौँ। बाटो यहाँ माथि छ अनि बाटोको साइडमा चाहिँ गाडी साइड लगाएर अब यो गुराँसको चौतारो मुनि बसेर खाने कार्यक्रम हुँदैछ। भोक लाग्यो। अब गुराँसीबाट दही लिएर आयौँ, गुराँसीबाटै रोटी लिएर आयौँ अनि लोकल कुखुराको मासु, रोटी, दही छ यता। हेर है बुवा बस्नु भएको छ यहाँ। बुवा धेरै वर्षपछि आउनुभयो होला होइन यता? 3 वर्ष 3 वर्षपछि आउनुभयो बाटोमा। 3 वर्षपछि आउनुभयो, बाटो बन्दैछ। मम्मी कति वर्षपछि आउनुभयो त? मम्मी अस्ति भर्खर आउनुभएको र अस्ति भर्खरै। तिमी त पहिलोचोटि हो? योभन्दा पहिलोचोटि एकचोटि काफल खान आएको थियो अनि त्यसपछि अहिले आयो। ल हामीले कुरिरहेको थियौँ, रिवान्सी र ज्वाइँ पनि ठ्याक्कै आउनुभयो माथि। ल खाजा खाने टाइममा ठ्याक्कै आइपुग्यो। ल बहिनी र भान्जी ज्वाइँ आइसक्यो माथि। ल रिवान्सी छिटो आऊ, छिटो खाजा खाने टाइम हुन लाग्यो। गुराँसे थियो। ल छिटो आऊ, छिटो पेपर ल्यायो भन्ने सँग ल ल ल मेरो पनि घुम्न जाने भनेर आइपुगेँ, बहिनी र भान्जी पनि। रिवान्सी दही खाएर गालामा लगाएको छौ त? दही त यहाँ चाहिँ दही ल खाऊ, दही खाऊ, दही। ल आयो आयो आयो, दही खायो, दही खायो। खाना चाहिँ हालिरहेको मान्छे। ल ल खाना हालिरहेको छु नि त। रिवान्सी के खाइरहेको छौ तिमीले? खाए के खान्छौ? दही। कहाँ जाने हो तिमी आज? काफल खाना? काफल खाना जाने अरे आज। यता यता खाना हाल्दै सर्भ गर्दै अर्को हस्मा फेरि त्यहाँ बसिरहेछ। ल मलाई पनि खाना सेवारो झोरले। अब हामी यहाँबाट निस्किन्छौँ। थारिदोबाट पनि आइसकेका छौँ। थारिदोबाडाबाट 2टा बाटो छ, एउटा मासतिर जाने, एउटा तलतिर जाने। मासतिर जाने पनि सिधै सेरी गाविस निस्किन्थ्यो पहिला, अहिले बाटो कस्तो छ हामी गएको छैनौँ। हामी चाहिँ यता लेफ्ट साइडबाट दम्मार हुँदै पातिकालासम्म जाने हो। योभन्दा अगाडि चुत्रोको पुरै चुत्रोको जङ्गल छ। यहाँभन्दा अगाडि यति धेरै चुत्रो छ, तर अहिले चुत्रोको जरा बिक्री हुन्छ, चुत्रो बिक्री हुन्छ भन्दै वन विनाश भइरहेछ। त्यो चाहिँ रोक्नुपर्छ, किनभने प्रकृतिले दिइरहेको हामीलाई सित्तैमा दिइरहेछ। यहाँ कसैले चुत्रो ल्याएर लगाएको पनि होइन। त्यही भएर चुत्रोहरू यसरी वनबाट बिक्री वितरण हुन दिनु हुँदैन। चुत्रो यति धेरै छ यहाँ। यो यहाँको सौन्दर्य भनेकै चुत्रो हो, तर कसको आँखा लाग्छ कुन दिन यहाँबाट चुत्रो चोर्लान् भन्ने डर छ फेरि। अब यहाँ माथि राइट साइडमा यति ठुलो चुत्रो घरी छ, त्यो तपाईँलाई देखाउनेछौँ। पुरै चुत्रो, चुत्रोकै जङ्गल छ यहाँ। चुत्रोकै जङ्गल हो, सारा देखेको चुत्रो हो यो पुरा। यहाँदेखि बाटोदेखि तलतिर, बाटो मासतिर सब चुत्रो छ। यति धेरै चुत्रो छ। यो अहिले चुत्रो बिक्री हुन्छ भन्दै चोरी, एकदम चोरी भइरहेछ। त्यही भएर यस्तो कामलाई रोक्नुपर्छ। सबैको ध्यान आकर्षण होस्। यस्तो प्रकृतिले दिएको चुत्रोहरू सबै जडीबुटी हुन्छ यहाँ, वन जङ्गलहरू सबै लागेर बचाउनु पर्छ। रिवान्सी र माइजू। रिवान्सी हाई गर। नमस्ते नमस्ते गरेको खै? दर्शन गरिदेऊ न तिमीले, अस्ति दर्शन गरिदेऊ। ल पछाडि यहाँ बहिनी मम्मी, यहाँ पछाडि अगाडि बाटो यस्तो छ, अफरोड छ। अफरोड भए पनि गाउँसम्म गाडी जाँदो रहेछ, त्यही खुसी लाग्यो। यात्रा कस्तो भयो? कस्तो भयो त यात्रा? रमाइलो भएको छ एकदम। रमाइलो भयो। बल्ल बल्ल गाउँ। रिपु खै हेलो भनेको? हेलो हेलो भन न। ल रिपुले व्यस्त छिन्। हामी गाउँदेखि लगभग यो गाउँ हो, यसलाई टोटो पोखरा भन्छ। यो गाउँ छ, यहाँ पनि घरहरू छ यहाँ। अब हामी यहाँबाट एकछिन यही गाउँमा तल झर्छौँ।
तल पनि रोड देखिरहेको छ, त्यो रोडमा त जानु पर्दैन हामी। हाम्रो यहाँ माथि मामाको घर छ, यहाँ तलतिरपट्टि हाम्रो जग्गा पनि छ। यो साइडमा काफलको रुखहरू पनि छ, त्यो काफलको रुखमा काफल चावल टिप्नेछौँ। त्यो दृश्य तपाईँहरूलाई देखाउनेछौँ है त। बाटो चाहिँ अलिकति अफ रोड छ, यस्तो छ, धुलो छ बाटो। बाटोमा ठुलुवा पनि भेटिसकेको छ। बाख्रा हेर्न, बाख्रा अगाडि छ यहाँ। यस्तो छ ल। आरू पोखराको बुट्टा पनि देखियो यहाँ। आरू पोखरा परेर चाहिँ दाना लागिसकेको छ, दाना लागिरहेछ। यहाँ दाजुको घर पनि छ, यहाँ बाटोमा घर पनि आइयो। मन्दिर बनाउँदै होइसिँदो रहेछ होइन, मन्दिर बन्दै रहेछ। यहाँ मन्दिर बन्दैछ। अब गाडी यतै साइड लगाइयो, गाडी यतै पार्क गरेर अब हामी यहाँबाट बाटो रहेछ यहाँ। हजुरले पानी लिएर आउनुभयो भाउजूले, बहिनीको छोरी खानु भने। पाथिकालाको बजार पनि देखिन्छ यहाँबाट। त्यहाँ छ बजार, ए यो बजार पाथिकालाको बजार देखिरहेछ यहाँ। अलि पछि जान्छौँ हामी, एकछिन आयो भने त तल झर्छौँ हामी। फुलहरू पनि यति राम्रो फुलिरहेछ। आरू पोखराको बोट पनि घर नजिकै छ। ल अब हामी अगाडि बढ्यौँ। यहाँबाट अलिकति सर्टकट बाटो छ, हामी सर्टकट बाटोबाट जाने कोसिस गरिरहेका छौँ। गहुँ पनि पाकिरहेको रहेछ, गहुँ पनि काट्ने बेला भइसक्यो। यहाँबाट हामी चाहिँ तल मामाको घरमा जान्छौँ। मेरो जेठो मामा र कान्छो मामाको घर दुइटैको यहीँ छ, तर कान्छो मामाहरू यहाँ बस्नुहुन्छ, जेठो मामाहरू चाहिँ वीरेन्द्रनगर बस्नुहुन्छ। अब यहाँ नजिकै काफलको बुट्टा पनि छ, काफल खान पनि जान्छौँ हामी। गाउँ यस्तो छ, आलु भइरहेछ। पहाडमा खेती यस्तो छ, अहिले आलु भइरहेछ। यता गाउँ छ। यो मेरो जेठो मामाको बारी हो। जेठो मामाहरू पनि उता वीरेन्द्रनगरतिरै बसिन्छ। अब यता गाउँमा यो घर थियो पहिला मामाहरूको बस्ने, आजकल यहाँ मामाहरू बस्छिन्न। अनि यहाँ बनाएर टिन त बनाएर बाँकी छ। पुरानो पहिला मामाको छोरा छोरीहरू सबै यही घरमा जन्मेको पहिला। अहिले सबै उता वीरेन्द्रनगर। यो जेठो मामाको बारी हो, यो चाहिँ टोलिएर आउँदैछन्। यो जेठो मामाको बारी हो। यहाँदेखि तल त्यो टिन लगाएको अर्को घर देखिरहेको छ, त्यो फेरि कान्छो मामाको घर हो। हामी कान्छो मामाको घरसम्म पुग्छौँ, त्यहाँदेखि उतापट्टि काफलको बुट्टाहरू छ। बुवा त पहिले यहाँ घरमा बसेर चेक गर्दै हुनुहुन्छ आफ्नो जेठानको घर। बुवाको जेठो जेठानको घर, कान्छो जेठान त्यहाँ हुनुहुन्छ। कान्छो जेठानको घर त्यहाँ छ, कोही छैन यो घरमा। अब पुरानो घर। कस्तो लाग्यो त सम्राट यात्रा? मजा लाग्यो। अस्ति स्वर्गद्वारीको आएको भन्दा कस्तो छ? अस्ति स्वर्गद्वारी गएको भन्दा त सजिलै छ। सजिलो छैन, त्यहाँ अझ अफरोड थियो, टाढा थियो। मामाहरू यो जेठो मामाको घर, जेठो मामा बसिन्न, वीरेन्द्रनगरै बसिन्छ। तर कान्छो मामाहरूले यसो भान्साको रूपमा प्रयोग गर्ने गर्छ रहेछ। कान्छो मामाको घर तलै छ। अब फेरि हामी यहाँबाट हिँड्दै जान्छौँ तल बारीसम्म। कान्छो मामाको घरदेखि तलतिर फेरि हाम्रो बारी पनि छ, हाम्रो जग्गा पनि छ, हाम्रो जग्गाहरू पनि। के हो छुट्टै फल्छ हेर्नु त यो के यस्तो चिजले थाहा पाइएन। यो चाहिँ के हो? गाउँ त यस्तो छ।
बारीकै छेउमा काफलको बुट्टा छ, त्यही काफलको बुट्टामा जानेछौँ हामी। पारी पारी गाउँहरू देखिरहेको छ, घरहरू छ। त्यहाँ हाम्रो सन्तानहरू पनि हुनुहुन्छ, हाम्रो नाता पर्ने पनि आफन्तहरूको घर छ त्यहाँ। यसै गरी ठ्याक्क यो मामाको बारीदेखि तलतिरपट्टि बारी पनि हाम्रो बारी छ यहाँ, 2-4वटा बारी छ हाम्रो यहाँ। त्यसै गरी उतापट्टि अब काफलको बुट्टा छ, हामी काफलको बुट्टासम्म जानेछौँ। काफल कतिको फलेको छ त्यहीँ टिप्नेछौँ। काफल त हरियो पनि छ तर रातो पनि रहेछ भनेको, हरियो पनि छ रातो पनि एकदम पाकी पनि रहेको छ। यही टिप्नेछौँ हामी। अब यो बुट्टामा चाहिँ को चढ्न सक्छ, अब जो चढ्छ त्यसले टिप्छ कान्छ, नत्र यहीँ मुनिबाट पनि पुगिन्छ। यसलाई हल्लाउने हो, झार्ने हो। तल तन्ना छ, अब तन्ना थापेर झार्नु पऱ्यो अलिअलि, पाकेको जति झर्ला। कति गरायो त तिमीले? मैले त यति टिप्न सके पो। यति टिप्यौ? यो हेर्नु त यो यहाँबाट टिप्यौ क्या तिमीले होइन? बाख्लो बाख्लो हुँदैछ। लास्टमा त यस्तो उपाय पनि अप्नाइयो, माथिबाट अलिअलि हल्लाएर काफल झारिदियो। हेर्नु न, हेर्नु काफल। आफूले अलिअलि जति टिप्न सकिन्छ टिपियो काफल। अब काफल टिपिसकेपछि मामाको छोरी बहिनीले पनि यहाँ काफल टिपिदिएको रहेछ। त्यो काफल र सबैको जम्मा गरेर अहिलेसम्म काफल त यति भएछ। ल यति भए हामीलाई पुगिहाल्छ, यति लगेर पनि जान सकिन्छ। गाउँको हावा पानी नै राम्रो। हेर्नुहोस् यो ओखर, यो हाम्रो हजुरबुवाको घरको ओखर। हेर्नु त यो यस्तो हुने रहेछ, मैले नि फर्स्ट टाइम देखेँ। यो फलेको हेर्नु, हेर्नु त यस्तो हुने रहेछ हरियो ओखर। यो चाहिँ पछि छिप्पिएर भुइँमा झर्छ क्या। ल हामी त आफ्नै बारीमा हेर्दा 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 यता त मम्मीले गर्दा डोरी देख्नुभयो। यो डोरीको बुट्टा यति पुरै डोरी, यता ठुल्ठुला डोरी। हामी डोरी किनेर मान्छे आफ्नै बारीमा यस्तो डोरी रहेछ। यता बारीको डोरी बाँध्ने कलिलो भएको बाँध्ने कि देखाउँदा डोरी आफ्नै बारीमा यस्तो डोरी छ। पर छ त त्यत्रो बुट्टा, हेर न पर देखेनौ? हो त्यो त्यसको छेउमा त्यो मम्मीले। ल अब हामी फेरि पातिकालातिर पनि जान्छौँ है त। लाग्यो मामासँग पनि भेट भयो अब हाम्रो। अब लाग्यो ल, जाउँ 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 निस्क्यौँ। हाम्रो टोली अब एउटा पातिकाला मुभ भयो। अब टोटोबाट चाहिँ पातिकाला जान्छौँ। पातिकाला खास हाम्रो उता घर चाहिँ पातिकालै हो उता। अब हामी पातिकाला बजार नजिक पुगिसक्यौँ। डाँडामा बजार छ, हाई स्कुल पनि छ यहाँ। यहाँबाट फेरि दायाँ साइड उता सेरीको गाविस भवन थियो, पुरानो गाविस भवन जान्थ्यो भने अहिले वडा नम्बर 3 को वडा कार्यालय यहीँ माथि छ नजिकै। कता हो हजुर, कता हो? यो यति राम्रो गुलाबको फुल रहेछ। अब यो सबै फुपूले लगाइसकेको हो, हाम्रो फुपूको घरमा रहेछ। फुपूले चाहिँ लाने एउटा बुट्टा छ, लगेर जा भनिसकेको छ। त्यति चाहिँ एउटा बुट्टा लगेर हुर्काउने। राम्रोसँग जाए त कपडा च्यात्न काँडाले यही हो हो त्यस्तै नकाट्ने खन मम्मी यस्तो हजुरको पनि पठाइदिन्छ। कति राम्रो फोटो आएको छ। कति गइरह्यो होला र?
धेरै गहिरो छैन ताजी भर्खर लाउनु भएको छैन अझै 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 गहिरो तान्छ यहाँ चाहिँ गुलाबको फुल हन्टिङ भयो अझै तल जान्छ त अझै अझै खाल्टो गहिरो सक्छ तलतिरबाट पनि सानो ऊ त्यो प्लेटमा हालेर ल्याइस न म पलासी फाल्दिम एउटा बुट्टा आयो न ल्याइस कपडा च्यात्ला है त्यहाँ यो म भरपूर्ण जगाउने कोसिस गर्छु यो जगाएन भने त मेरो गिफ्ट हो अब दुलेलाई दिने यो जिम्मा मेरो लाज हुन्छ फुपूको चिनो सधैँभरि आजको यात्रा यहीसम्म अब यसपछि हामी फर्किनेछौँ अहिलेसम्म भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब हामी फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ त्यतिन्जेलसम्मको लागि हस्त नमस्ते बाई बाई